गत वैशाख 9 गते जम्मू कश्मीर स्थित पहलगाममा आतंकवादी हमला भयो। त्यही हमलापछि भारत पाकिस्तान बीच तनावको स्थिति सृजना भयो। भारत पाकिस्तान बीच गोलाबारी हुँदै गर्दा गत वैशाख 28 गते युद्ध विराम भयो। यसैबीच वैशाख 29 गते बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगे। त्यहाँ आफूले संयमित हुन आग्रह गरेपछि भारत पाकिस्तान बीच युद्ध रोकिएको भनी ओलीले बताएको दाबी सहित समाचारहरू प्रकाशित भएका छन्। तर तथ्य जाँचका क्रममा दाबी भ्रामक देखिए। वैशाख 29 गते देश सञ्चार अनलाइनले प्रधानमन्त्री ओलीलाई उद्धत गर्दै भारत र पाकिस्तान बीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकियो प्रधानमन्त्री ओली शीर्षकमा समाचार राखिएको छ। सो समाचार अनुसार प्रधानमन्त्री ओलीले भारत र पाकिस्तान बीच झन्डै हात हालालको स्थिति आएको थियो, हामीले संयमित हुन आग्रह गर्यौं भनेका हुन्। यसैगरी यो टिभीले पनि 5 मिनेट 51 सेकेन्ड लामो भिडियो रिपोर्टमा प्रधानमन्त्री ओलीले युद्ध रोकेको फुर्ती लगाएको दावी गरेको छ। यो टिभीले आफ्नो रिपोर्टमा बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले बोलेको कुरा राख्दै सो दावी गरेको हो। सो रिपोर्टका अनुसार ओलीले भारत पाकिस्तानलाई हामीले संयमित हुन भनेपछि युद्ध रोकियो भनेका हुन्। यो टिभीको सो भिडियो फेसबुक रिपोर्टमा 6500 जनाले रियाक्ट गरेका छन् भने 1300 पटक सेयर गरिएको छ। सो भिडियोमा 957 कमेन्ट समेत छन्। इन्स्टाग्राम पेज नो नेक्स्ट क्वेसनले पनि सो दाबीको साथ एक पोस्ट गरेको छ। सो पोस्टका अनुसार भारत र पाकिस्तानलाई युद्धमा नउत्रिन र शान्ति कायम गर्न नेपालले सुझाव दिएको प्रधानमन्त्री ओलीले बताएका हुन्। दुई देशबीच युद्ध विराम गर्नमा नेपालले कूटनैतिक भूमिका खेलेको समेत प्रधानमन्त्री ओलीले बताएको सो पोस्टमा उल्लेख गरिएको छ। यो तथ्य जाँच तयार पार्दासम्म सो पोस्ट 3223 जनाले लाइक गरेका छन् भने 196 वटा कमेन्ट छन्। बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भनेको दावी गर्दै समाचार प्रकाशित गरिएकाले हामीले सो कार्यक्रमको लाइभ भिडियो हेर्यौं। लुम्बिनीमा आयोजित कार्यक्रममा 1 घण्टा 7 मिनेट 38 सेकेन्ड जाँदा बोल्न सुरु गरेका प्रधानमन्त्री ओली 1 घण्टा 31 मिनेट र 10 सेकेन्डमा आफ्नो भनाइ टुङ्ग्याउँछन्। सो कार्यक्रमको भिडियो यहाँ हेर्न सकिन्छ। कार्यक्रमको 1 घण्टा 25 मिनेट 28 सेकेन्ड जाँदा ओलीले भारत र पाकिस्तानको तनावको बारेमा बोल्न सुरु गरेका छन्। उनले भनेका छन्, झन्डै भर्खर अहिले मात्रै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाल त भएको थियो, तर हात हालाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है, यो हात हालालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखसहरू आरोप प्रत्यारोपको स्थिति छ। यसैगरी नेपालले कूटनैतिक भूमिका खेलेको कुरा पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छैनन्। यो तथ्य जाँचको लिखित रूप नेपाल फ्याक्टचेक.org का प्रवीण भट्टले तयार पारेका हुन्।